भूकम्प के हो? यसले कस्तो क्षति गराउँछ? यसबाट कसरी बच्न सकिन्छ? भूकम्प प्रतिरोधी संरचनाहरू कसरी निर्माण गर्न सकिन्छ? अत्यन्तै महत्त्वपूर्ण भिडियो केवल तपाईहरुको लागि। प्राकृतिक या मानवीय कारणले पृथ्वीको सतहमा हुने कम्पनलाई हामी भूकम्प या अर्थक्वेक भन्ने गर्छौं। भूकम्पको बेला सिस्मिक वेभको रूपमा शक्ति निस्किने गर्छ र यही शक्तिले ठूलो जनधनको क्षति गराउने गर्छ। भूकम्पले गर्ने असर त्यसको आकार, प्रकार, प्रकृति, अवधि, दूरी आदि जस्ता कुराहरूमा भर पर्छ। जति ठूलो आकार त्यति नै ठूलो क्षति, अनि जति लामो अवधि त्यति नै ठूलो क्षति, अनि जति नजिक भूकम्पको केन्द्रबिन्दु हुन्छ त्यति नै ठूलो क्षति पुर्याउने गर्छ। प्राकृतिक तथा केही मानवीय कारणहरूले गर्दा भूकम्प जाने गर्छ। प्राकृतिक कारणहरूमा टेक्टोनिक प्लेटको हलचल, ज्वालामुखी विस्फोटको घटना, कमिक्स, एस्ट्रोइड जस्ता आकाशीय पिण्डहरू पृथ्वीमा टकराव, पहिरो आदि पर्छ भने मानवीय कारणहरूमा खानीहरूको उत्खनन, आणविक ऊर्जाको परीक्षण तथा प्रयोग आदि पर्छ। भूकम्पको केन्द्रलाई इपिसेन्टर भनिन्छ र यसको मापन गर्ने यन्त्रलाई सिस्मोग्राफ भनिन्छ। भूकम्प सँगसँगै यसले अरू पनि प्रकोपहरू नियन्त्रण गर्छ, जस्तो कि बाढी, पहिरो, सुनामी आदि। नेपाल भूकम्पीय दृष्टिकोणले अत्यन्तै जोखिम राष्ट्रमा पर्छ। भूकम्पीय दृष्टिकोणमा इन्डोनेसिया संसारकै सबैभन्दा बढी जोखिम राष्ट्र हो भने इन्डोनेसिया पछि जापान सबैभन्दा धेरै भूकम्प जाने राष्ट्रमा पर्छ। आकारको हिसाबले जापानभन्दा इन्डोनेसिया ठूलो भूभाग भएको राष्ट्र हुनाले संख्यात्मक रूपमा जापानमा धेरै भूकम्प जाने गर्छ। सामान्यतया नेपालमा जाने भूकम्प टेक्टोनिक प्लेटहरूको हलचलको कारणले हो। हाम्रो पृथ्वीमा मुख्य रूपमा 7 वटा ठूला टेक्टोनिक प्लेटहरू रहेका छन् भने अन्य अनगिन्ती प्लेटहरू पनि रहेका छन्। यही प्लेटहरूमाथि हाम्रो जमिन अडिएको हुन्छ। हाम्रो देश नेपालको भूभाग 2 वटा ठूलो टेक्टोनिक प्लेट, इन्डियन प्लेट र युरेसियन प्लेटमाथि अडिएको छ। यी 2 वटा प्लेटहरूको तनावले गर्दा नै हाम्रो हिमाल र पहाडको जन्म भएको हो। नेपालमा जाने भूकम्पको मुख्य कारक तत्त्व भनेको नै यी 2 वटा प्लेटहरूको तनाव या टकराव हो। नेपालमा प्रत्येक 70-80 वर्षको दौरानमा ठूला भूकम्पहरू जाने गर्छ। 2072 साल वैशाख 12 गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर 7.8 रेक्टर स्केल म्याग्निट्युडको भूकम्प गएको थियो। यो भूकम्पको कारणले करिब 9000 मानिसको मृत्यु भएको थियो भने करिब 22000 मानिसहरू घाइते भएका थिए। यस्तै गरेर करिब 10 खर्ब बराबरको धनको क्षति भएको थियो। यो रकम कुल गारस्थ उत्पादनको 50% हुन आउँछ। यो अति नै ठूलो रकम हो। हाम्रो नेपाल वरपरका भूभागहरूमा पहिलेदेखि नै यस्ता ठूला प्रकृतिका भूकम्पहरू जाने गरे। सन् 1934 मा बिहारमा 8.2 रेक्टर स्केल म्याग्निट्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको कारणले करिब 10000 मानिसको मृत्यु भएको थियो। त्यस्तै सन् 2005 मा कश्मीरमा 7.6 रेक्टर स्केल म्याग्निट्युडको भूकम्प गएको थियो र उक्त भूकम्पको कारणले करिब 80000 मानिसको मृत्यु हुनुका साथै ठूलो धनको क्षति भएको थियो। कुनै पनि ज्ञान विज्ञानले आजको दिनसम्म भूकम्पको भविष्यवाणी गर्न सकेको छैन, तर अनुमान गर्ने माध्यमहरू भने अवश्य पनि हुने गर्छ। जस्तो पुरानो तथ्याङ्कहरू, भौगोलिक अवस्था आदिको माध्यमहरूबाट भूकम्पको बारेमा केही अनुमान भने पक्कै पनि गर्न सकिन्छ। भूकम्पलाई क्षमता या म्याग्निट्युडको आधारमा 6 भागमा वर्गीकरण गरिएको छ। 1 नम्बरमा 2.5 रेक्टर स्केल म्याग्निट्युड भन्दा साना भूकम्पहरू प्रत्येक वर्ष 9 लाख हाराहारीमा जाने गर्छ। यस्ता भूकम्पहरू अत्यन्त सूक्ष्म किसिमका हुन्छन् र यसले कुनै पनि क्षति गर्दैन। यस्ता भूकम्पहरूलाई हामी महसुस पनि गर्न सक्दैनौँ, तर सिस्मोग्राफ यन्त्रले भने यसको मापन गर्न सक्छ। 2 नम्बरमा 2.5 देखि 5.4 रेक्टर स्केल म्याग्निट्युड क्षमताका भूकम्पहरू हल्का रूपमा महसुस गर्न सकिन्छ। यस्ता भूकम्पहरूले सामान्य क्षति गराउँछ र प्रत्येक वर्ष 30,000 को हाराहारीमा यस्ता भूकम्पहरू जाने गर्छ। 3 नम्बरमा 5.5 देखि 6 रेक्टर स्केल म्याग्निट्युड क्षमताका भूकम्पहरू वार्षिक रूपमा 5000 को हाराहारीमा जाने गर्छ र यस्ता भूकम्पहरूले पनि सामान्य रूपमा धनजनको क्षति गराउने गर्छ। 6.1 देखि 6.9 रेक्टर स्केल म्याग्निट्युड क्षमताका भूकम्पहरू मझौला स्तरका भूकम्पहरू हुन्। यस्ता भूकम्पहरू वर्षमा 100 पटक हाराहारीमा जाने गर्छ र यसले ठूलै किसिमको जनधनको क्षति गराउने गर्छ। 5 नम्बरमा 7 देखि 7.9 रेक्टर स्केल म्याग्निट्युड क्षमताका भूकम्पहरूलाई ठूलो किसिमको भूकम्पको रूपमा लिने गरिन्छ। यसले ठूलो जनधनको क्षति गराउँछ। यस्ता भूकम्पहरू संसारभरिमा करिब 20 पटक हाराहारीमा जाने गर्छ। र अन्त्यमा 6 नम्बरमा 8 रेक्टर स्केल म्याग्निट्युड भन्दा माथिका भूकम्पहरू अत्यन्त भयानक प्रकृतिका हुन्छन्। इपिसेन्टर नजिक यसले पूर्ण रूपमा क्षति बनाउने गर्छ। यसबाट हुने क्षतिलाई हामी अनुमान पनि गर्न सक्दैनौँ। यस्ता प्रकृतिका भूकम्पहरू प्रत्येक 5-10 वर्षको अन्तरालमा एक पटक जाने गर्छ। भूकम्पबाट आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ यसबारेमा पनि म थोरै चर्चा गर्न गइरहेको छु। भूकम्प आउनु अघि, भूकम्प गइरहेको समयमा र भूकम्प गए पश्चात के गर्न सकिन्छ र के गर्नुपर्छ त्यसबारेमा पनि कुरा गर्नेछु। भूकम्प जानुभन्दा अगाडि पूर्व तयारीको रूपमा के गर्न सकिन्छ त्यसबारेमा कुरा गरौँ। भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्छ र भवन निर्माण आचार संहिता पालना गराएर मात्र निर्माण गर्नुहोला। नक्सा पास गराएर इन्जिनियरको निगरानीमा दक्ष कामदारको प्रयोग गरेर मात्रै संरचनाहरू निर्माण गर्नुपर्छ। निर्माण सामग्रीको उचित छनौट गर्नुपर्छ र इन्जिनियरको सल्लाह सुझाव लिनुपर्छ।
फर्स्ट एडको बारेमा तालिम तथा जानकारी लिनुहोला। भूकम्प गइरहेको समयमा के गर्न सकिन्छ त्यसबारे पनि थोरै चर्चा गरौँ। नआत्तिने, नभाग्ने, घरभित्र हुनुहुन्छ भने सुरक्षित रूपमा बस्नुहोस्, आफ्नो टाउकोलाई बचाउनुहोस् र घर बाहिर हुनुहुन्छ भने खुला ठाउँ जानुहोस्। सवारी चलाउँदै हुनुहुन्छ भने सडकको बायाँपट्टि रोक्नुहोस् र भूकम्प नरोकिएसम्म सवारीबाट बाहिर ननिस्किनुहोस्। तपाईँ स्कुल, कलेज, सपिङ मल, सिनेमा हल जस्ता पब्लिक प्लेसहरूमा हुनुहुन्छ भने त्यहाँको सुरक्षा गार्डहरूको सुझाव माग्नुहोस् र सुरक्षित स्थानमा जानुहोस्। अन्तिममा भूकम्प गए पश्चात के गर्न सकिन्छ त्यो बारेमा पनि थोरै चर्चा गरिहालौँ। आफ्नो अवस्था जाँच्नुहोस् र अन्य घाइतेहरूको उद्धारमा सहयोग गर्नुहोस्। पानी, ग्यास, बिजुलीको अवस्था कस्तो छ जाँच्नुहोस् र तुरुन्त बन्द गर्नुहोस्। रेडियोको प्रयोग गर्नुहोस्। अत्यावश्यक नभएसम्म मोबाइल फोनको प्रयोग नगर्नुहोस्। भग्नावशेष भवनबाट टाढै रहनुहोस्। टुटफुट भएका वस्तुहरूबाट टाढै रहनुहोस्। नदी किनार, समुद्र किनारमा भए सुरक्षित स्थानमा जानुहोस्। भूकम्पपछि बाढी, पहिरो, सुनामी जस्ता प्रकोपहरू जाने गर्छ, ती प्रकोपहरूबाट बस्नुहोस्। ठुला भूकम्पपछि पराकम्पनहरू आउने हुँदा पराकम्पनबाट बस्नुहोस्। आफू सुरक्षित रहनुहोस् र सबैलाई सुरक्षित रहन सहयोग गर्नुहोस्। हामी तपाईहरुलाई हाम्रो भिडियोको माध्यमबाट भूकम्प प्रतिरोधी संरचनाहरू कसरी निर्माण गर्न सकिन्छ भनेर देखाउँदै शेयर गर्दै जानेछौँ। हामीसँगै रहनुहोला।